आज पनि पानीपुरी खायो हिजो पनि त पानीपुरी खाएको थियो नि हेलो गाइज वेलकम टु माई ब्लग चाहिँ मैले यहाँ पसलबाटै ब्लग स्टार्ट गर्दैछु आज चाहिँ घरमा गर्न पाइएन किनकि ढिलो भयो यताउता गर्दा गर्दै ढिलो भयो त्यसैले चाहिँ म आज पसल आइपुगेको छु पसलबाटै सुरु गर्दैछु अनि आज नेपालगञ्जमा चाहिँ मेला सुरु रहेछ आजबाट सुरु हुँदैछ आज सायद ओपनिङ होला मेलाको त्यही भएर यहाँ बाजा गाजा बजिरहेको छ के छ म यसो यतातिर आयो भने देखाउँछु है तपाईँहरूलाई कस्तो के छ भनेर आज दिउँसो कतै पनि गइएन दिउँसो ब्लग पनि खिच्न पाइएन त्यसैले फेरि फुलपुर आयो फुलपुरको खिच्दैछु मैले त फुलपुर आएको चाहिँ अँध्यारो छ पुरा आज चाहिँ जोस घाम लाग्यो मजाको घाम लागेको थियो आज दिउँसोभरि चाहिँ आज त त्यस्तो थिएन हिजोभन्दा आज चाहिँ एकदम ठिक थियो है म चाहिँ भित्र जाँदैछु त्यो चाहिँ हाम्रो यहाँ कोलपुरको मिट सप हो त्यो चाहिँ राम्रो लाग्छ मलाई चाहिँ सफा पनि लाग्छ टाइममा पनि गरिदिनुहुन्छ भनेको खालको ट्याक्क मासुहरू रेडी गरिदिनुहुन्छ त्यही भएर मलाई चाहिँ यहाँ आउन मन लाग्छ नेपालगञ्जबाट यहीँ आउँछु म त सिधै यहाँ लिएर गइसकेपछि चाहिँ अब यसो तरकारीहरू पनि लिनुपर्ने छ अहिले अब त्यहीँ जान्छु चलो चलेंगे वहीँ जाके भिडियो खिचेंगे अभी लियो यो पनि लिएर अब हिँड्न पऱ्यो खस्नु त खस्दैन फेरि चलो चले पूरा तरकारी बिक्री छ तरुल गंजी सब छ यहाँ चाइनीज लसुन खै चाइनीज सबजना आफ्नो काममा बिजी हुनुहुन्छ उहाँहरू भिडभाड छ एकदम भिडभाड छ कता मान्छे कुद्किन्छन् भन्ने डर पनि छ त्यो जस्तो लाग्नु भएको छ म अब यो पुरै आफ्नो सामान लिएर म पनि हिँड्छु अब एकछिनमा त्यहाँ बहिनीले पुरा कस्टमरलाई बोलाइरहेछन् आउनुहोस् भन्दै बोलाउँदै गरिरहेछन् 40 रुपियाँ पाउ त्यसै छ म त आइहाल्छु चाहियो त कस्तो टाढो छ यो बहिनी फेरि एकदम टाढो कस्टमरलाई बोलाउनु एकदम बाटो छ आजको ब्लग धेरै राम्रो हजुरहरूलाई लागेन होला तर मैले जति सक्दो हजुरहरूलाई आफ्नो सानसानो क्लिपहरू देखाउने प्रयास गर्दैछु अझ राम्रो ब्लगहरू आउँदैछ होइन केहीको यहाँ चाहिँ एउटा रङ्गशाला बन्दैछ अब कहिले हुन्छ सुरुवात हुँदैछ अँध्यारो छ त्यति राम्रो देखेको छैन होला कुनै पनि दिउँसोतिर आएको बेलामा देखाउँछु म त्यो बन्दैछ अब कहिले भन्छ होइन बनिसक्यो भने देखाउँछु हजुरहरूलाई म यहाँ चाहिँ पुरा चौधरीहरूको यो भोलि माघी चाहिँ एकदम धुमधामले मनाउनुहुन्छ उहाँहरूले त्यही भएर तयारीमा हुनुहुन्छ उहाँहरू एकदम डिजे लगाएर नाचको यहाँ स्टेज बन्दैछ भोलि चाहिँ एकदम रमाइलो हुन्छ होला आइयो भने चाहिँ देखाउँला हजुरलाई अब आइएन भने त त्यस्तै हो यो रमाइलो गर्नुहुन्छ बुढीले यहाँ पकाउँदैछिन् चिकन हो यो चिकन हो त पकाइरहेको छिन् हामी खानालाई रेडी छौँ अब एकछिनमा खाने हो भोक लाग्छ आएको मैले खाजा पनि खाएन भइरहेछ रेडी यहाँ पाकिरहेछ कतिखेर खाने हो अश्विन भित्र छन् अश्विन तिमी मोबाइल हेरिरहेको छौ अझै मोबाइल बन्द गर मोबाइल धेरै हेर्नुहुन्न बन्द गरौ
ल असु माइजूले खुवाइदिने अरे ल मजा आउँछ मासु भात खुवाइदिन ल छिटो जाऊ खाऊ मासु भात त खान्छन् कि घरमा यता हेर न यता हेर आज मासु भात अरे यता हेर न मासुको झोल असु फेरि दाल मासु उता हेर उता मासु फ्राई मासुको झोल दाल कैसा लगा रे कैसा लगा रे अच्छा लगा कैसा लगा चेस वाह खाना नहीं छोड़ेंगे अभी हम बाद में खाएंगे ये लोग खा रहे हैं अभी हम इसके बाद में हम खाएंगे नहीं कितना बजा अभी 8 हो गया 8 बज गया 8:11 हो गया अभी इसके बाद खाएंगे फसल बंद हो रहा है अभी फिर से मोबाइल हिलने के लिए लग गए मोबाइल मत हेरो तुम मोबाइल बंद करो मोबाइल बंद करना पड़ेगा फिर कहाँ कहाँ गयो आज असु पानीपुरी पनि खायो आज पनि पानीपुरी खायो हिजो पनि त पानीपुरी खाएको थियो नि पिरोवाला खाएको किन पिरोवाला खुवाइदिएको त अनि हो परेको